हेलो साथीहरू नमस्कार। सब्जी पकाउने तयारी हुँदैछ। सबैजनालाई ल मिल्छ आज मेरो साइला ब्लग युट्युब च्यानलमा सबैजनाले मन पराइदिनु र आइदिनु होला भन्न अनुरोध गर्दछु। हेर्नुहोस् के गर्ने, खानको लागि गर्नै पर्यो। हेर्नुहोस् नदेख्दैन, खाना पकाइँदैन, यस्तै छ हजुर। यही चल्छ, यस्तै हो पारा। अब गाद्रुङ गुद्रुङ पारेर पकाउने हो हजुर, यस्तै छ है। लगाएर तो क्या खाना अर्ग्यानिक खाना आफै पकाएर खानुपर्छ हजुर। हेर्नुहोस् होटेलमा खाना हुन्न, चाहे जस्तो सुकै होस्, चट्ट आफ्नो स्वाद अनुसार पकाएर खाने हो भने यस्तै छ। हजुरहरूले आफै पकाएर खाने होला भन्न अनुरोध गर्दछु। टमाटर हो गयो, मिलाएर एकदम स्पेसल बनाएर खानुपर्छ। हेर्नुहोस् एक सामान गरेर काट्दै आउँछु। फर्सी छ, हेर्नुहोस् अर्ग्यानिक खाना खानुपर्छ। बजार पनि छ, हेर्नुहोस् ब्रोकोली। हेर्नुहोस् यसलाई त यस्तै ठुला ठुला चट्टो गरेर बनाइदिनुहुन्छ। हेर्नुहोस् त्यहाँ भित्र हेर्नुपर्छ हजुर। यता यता किरा पसिया हुन्छन्, यता किरा पसिया हुन्छन्, त्यसो हेर्नुपर्छ। यस्तै बनाउनु पर्छ, चट्ट लगाएर हेर्नु मजाले। भिन्डीहरू यो त हजुर सबैलाई थाहा नै होला। हेर्नुहोस् पलाएर धेरै लामो छ यो। भुइँमा खसेपछि धुनुपर्छ, भुइँमा खसेपछि धुनुपर्छ। हेर्नु पलाएर अगाडि ल साथीहरू सबै तरकारी रेडी भइसक्यो। धन्यवाद। ओके।